भाइ बहिनीले फेरि पनि म मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। एससी म्याथ साइन्स प्रिपेयर बाई कृष्ण शर्मा। र आज पनि म त सदा पहिला आज पनि तपाईँको लागि क्लास 6 युनिट 3 को र च्याप्टर त्यसको युनिटमा चाहिँ त्यो च्याप्टर 3.4 को चाहिँ फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्सको चाहिँ आज एक्सर्साइज लिएर आएको छु। आशा छ भाइ बहिनीहरू मसँगै अगाडि बढ्नुहुन्छ भने आशा पनि व्यक्त गर्दछु। अब सुरु गरौँ आजको च्याप्टर। मैले पनि भनेको छु भाइ बहिनीलाई सँगसँगै यात्रा गरौँ, अगाडि बढौँ हैन। नआएको कुरा छ भने तपाईँले कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। तपाईँहरूले के अप्ठ्यारो छ भने नबुझेको कुरा छ भने तपाईँले कमेन्टमा सर मैले यो बुझिनँ भने तपाईँले कमेन्ट पनि गर्न सक्नुहुनेछ। र के छ त भन्दाखेरि जनशिक्षा सामग्री केन्द्र साइन्टिफिक भक्तपुरबाट चाहिँ के भन्छ नि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम विकास केन्द्र साइन्टिफिकले तयार पारेको हाम्रो विज्ञान साइन्स विषयको चाहिँ मैले सबै एक्सर्साइजहरू चाहिँ भाइ बहिनीलाई सजिलो होस्, सजिलोसँग बुझ्नु होला भनेर चाहिँ त्यसको लागि चाहिँ अभ्यासहरू एक्सर्साइजहरू चाहिँ गरिदिएको छु। सायद भाइ बहिनीले यसबाट थप तपाईँको लागि चाहिँ पढाइको लागि चाहिँ सजिलो हुन्छ भन्ने आशा पनि गर्दछु। र अब ढिला नगरिकन आज के गर्नु त भन्दाखेरि आज एक्सर्साइज युनिट 3.4 को चाहिँ क्वेसन एन्सर गर्नतिर लगाउँ है त। हाम्रो टपिकको नाम चाहिँ के छ भने फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्सको चाहिँ एक्सर्साइज गर्न गइरहेको छु। ल अब हामी अगाडि बढ्दै जाउँ। र पहिला सुरुमा के होला त हाम्रो चाहिँ एक्सर्साइज छ। एक्सर्साइजमा चाहिँ के होला त हेर्नुहोस् त भाइ बहिनी अगाडि बढ्नुहोस्। एक्सर्साइजमा चाहिँ फिल इन द ब्ल्याङ्क्स विथ सुइटेबल वर्ड्स भनेको छ, खाली ठाउँमा मिल्ने शब्द भन्नुहोस् भनेको छ। ल भाइ बहिनीले त्यहाँनिर दिएको चाहिँ के छ भन्दाखेरि फुड छ, अनिखेरि अर्को फेनोडो GAMS गेम्स हुन्छ बुकमा चाहिँ GANS छ, GAMS गर्नु होला भाइ बहिनीले। फुड फेनोडो गेम्स राइजोइड्स रुट र अर्को नेक्स्ट वान के छ भन्दा क्लोरोफिल र क्रिप्टोगेम्स छ है। त्यो छानेर चाहिँ तल भन्नुपर्ने हुन्छ। र आइमा के छ नन फ्लावरिङ प्लान्ट आर कल्ड ड्यास ड्यास छ, नन फ्लावरिङ प्लान्ट्स आर क्रिप्टोगेम्स। भाइ बहिनीले बुकमा नि हेर्नु भइसकेको छ। नन फ्लावरिङ प्लान्ट्स आर कल्ड क्रिप्टोगेम्स। आइमा चाहिँ तपाईँले के चुज गर्नुपर्ने छ भने क्रिप्टोगेम्स लेख्नु होला आइमा है। ल त्यसै गरी आइमा हेर्नुहोस् त फंगस प्लान्ट डु नट कन्टेन ड्यास ड्यास छ, फंगस प्लान्ट्स डु नट कन्टेन क्लोरोफिल। त्यो भने चाहिँ फन्जाई वर्गको वनस्पतिमा हुँदैन भनेको छ। के हुँदैन त क्लोरोफिल हुँदैन है। ल अर्को प्लान्ट्स विदाउट क्लोरोफिल क्यानट प्रिपेयर दियर भनेको छ ड्यास ड्यास छ। के भनेको छ भने हरितकर्ण नभएका सरल बिरुवाहरूले आफ्नो ड्यास ड्यास भनेको छ के बनाउन सक्दैन, खाना बनाउन सक्दैन। अब तपाईँहरूको चाहिँ के छ भन्दाखेरि फुड प्लान्ट्स विदाउट क्लोरोफिल क्यानट प्रिपेयर दियर फुड। त्यही कारण ट्रिपल आईमा चाहिँ तपाईँले के लेख्न सक्नुहुन्छ भने ट्रिपल आईमा चाहिँ FOOD फुड लेख्न सक्नुहुन्छ। हरितकर्ण नभएका सरल बिरुवाले आफ्नो खाना बनाउन सक्दैन हो। त्यसै गरी अर्कोमा छ आइबीमा थिन हेरी ग्रोथ प्रेजेन्ट इन द फर्न प्लान्ट टु एचेस अन ल्यान्ड आर कल्ड राइजोइड्स। त्यसमा चाहिँ राइजोइड्स लेख्नु होला। त्यो भनेको चाहिँ जमिनमा अडिनको लागि उन्युका मसिना रौँ जस्ता त्यान्द्रलाई के भनिन्छ भने चाहिँ के भन्छ त राइजोइड भनिन्छ। त्यही कारण त्यसमा चाहिँ राइजोइड लेख्नु होला। आइबीको एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चुज द करेक्टमा राइजोइड हुन्छ। RHI जेठो आइडी राइजोइड्स। ल त्यसै गरी भीमा हेर्नु त फ्लावरिङ प्लान्ट्स आर कल्ड ड्यास 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 छ, फुल फुल्ने बिरुवालाई भनिन्छ के भनिन्छ फेनोडोगेम्स भनिन्छ। फुल फुल्ने बिरुवालाई फेनोडोगेम्स भनिन्छ। ल अब भाइ बहिनीले फेरि चाहिँ म भन्छु आईमा चाहिँ क्रिप्टोगेम्स लेख्नुहोस्, आईमा क्लोरोफिल लेख्नुहोस्, ट्रिपल आईमा फुड लेख्नुहोस्, आइबीमा राइजोइड्स लेख्नुहोस् र भीमा चाहिँ फेनोडोगेम्स लेख्नुहोस्। द्याट आर द सुइटेबल वर्ड्स है। त्यो चाहिँ सुइटेबल वर्ड्स हो के को लागि भन्नु चाहिँ फिल इन द ब्ल्याङ्क्सको लागि। ल अब हामी अर्कोमा जाउँ टुमा जाउँ। भाइ बहिनीले हेरिसक्नु भएको छ टुमा के छ भनेर। टुमा हेर्नुहोस् त एन्सर द फलोइङ क्वेसन छ हो। एन्सर द फलोइङ क्वेसनमा ए नम्बरमा के छ भने राइट द नेम्स 3 फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्स फाउन्ड अराउन्ड योर हाउस भनेको छ।
के भनेको छ भने चाहिँ तपाईको घर वरपर पाइने फुल फुल्ने र फुल नफुल्ने तीनवटा बिरुवाको नाम लेख्नुहोस् भनेर भनेको छ। अब के पाउँछ होला भाइ बहिनीलाई थाहा होला है, के पाउँछ भाइ बहिनी यसो याद पनि गर्नुभयो होला, के पाउला यसो सोध्दै गर्नुहोस् तपाईँले तपाईँ एकचोटि। ल भाइ बहिनीलाई मैले के लेखेको छु हेर्नुहोस् त। एन्सर द नेम अफ 3 फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्स आर गिभन बिलो अथवा आर एज फलोज गर्नुहोस्। अब त्यहाँनिर हेर्नुहोस् फ्लावरिङ प्लान्ट्समा चाहिँ लेख्नुहोस् के भन्छ रोज मेरीगोल्ड एप्पल लेख्नुहोस्। अनि अर्कोमा लेख्नुहोस् नन फ्लावरिङ प्लान्ट्समा चाहिँ के छ भन्दाखेरि फन मसरुम एन्ड इस्ट। अब भाइ बहिनीले यदि यो बाहेक अरू लेख्नु भयो नि हुन्छ। नन फ्लावरिङ प्लान्टमा चाहिँ मेबी फन मसरुम र इस्टै हुनुपर्छ। फ्लावरिङ प्लान्टमा चाहिँ अरू पनि छ, त्यो भाइ बहिनीले आफूले आफ्नो घर वरपरको भएको जे छ त्यही लेख्नु होला है। मैले लेख्नुपर्छ भने फ्लावरिङ प्लान्ट्स के छ त्यही लेख्नु होला है। ल भाइ बहिनीहरू अब अगाडि बढौँ है त, सारिसक्नु होला। अब हामी अगाडि बढौँ। अब हाम्रो क्वेसन बीमा छ के छ भने राइट एनी 3 डिफरेन्स बिट्विन फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्स भनेर भनेको छ। फुल फुल्ने र फुल नफुल्ने बिरुवा बीच 3वटा फरक लेख्नुहोस् भनेको छ। 3वटा फरक भनेर रहेछ, मैले सही बीचमा चाहिँ 4वटा लेखिरहेको छु। तपाईँको बुकमा नै छ, तपाईँको बुकै लेख्नुपर्छ भन्ने छैन, त्यसलाई मैले सर्टकटमा लेखिदिएको छु। भाइ बहिनीले हेर्नु होला है त, तपाईँको बुकमा नै छ। तर मैले चाहिँ के गर्छु भने त्यसलाई अलिकति सर्टकटमा लेखिदिएको छु। सर्टकटमा चाहिँ भाइ बहिनीले अलिकति लेख्न सजिलो होस् भनेर चाहिँ सर्टकटमा लेखेको छु। पहिला सुरुमा फ्लावरिङ प्लान्ट र नन फ्लावरिङ प्लान्टको 1-1 चाहिँ त्यसको डिफिनेसन लेखेको छु, हेर्नु होला। फ्लावरिङ प्लान्ट भनेको के हो त भन्दा द प्लान्ट्स विच आर ब्लुम फ्लावर आर कल्ड फ्लावरिङ प्लान्ट्स हो भने नन फ्लावरिङ प्लान्ट्सको 1मा चाहिँ द प्लान्ट्स विच आर नट ब्लुम्स फ्लावर्स आर कल्ड फ्लावरिङ नन फ्लावरिङ प्लान्ट। सरी मैले त्यहाँनिर फ्लावरिङ प्लान्ट लेखेको छु, भाइ बहिनीले त्यसलाई नन फ्लावरिङ प्लान्ट गर्नु होला अथवा म मिलाइदिइहाल्छु है एकचोटि। यहाँनिर आर नट नन आर नट आर कल्ड एन्ड नन, हजुर नन फ्लावरिङ प्लान्ट्स। ल अनि अर्को के छ भने 2 नम्बरमा फ्लावरिङ प्लान्टको 2 नम्बर हेर्नुहोस् त, मैले त्यो मिलाइसकेको छु। 2 नम्बर हेर्नुहोस् त फ्लावरिङ प्लान्ट्स आर कल्ड फेनोडोगेम्स। फ्लावरिङ प्लान्टलाई फेनोडोगेम्स भन्छ भने नन फ्लावरिङ प्लान्ट्सलाई क्रिप्टोगेम्स भन्छ। सो क्रिप्टोगेम्सको 2 नम्बरमा नन फ्लावरिङ प्लान्ट्सको 2 नम्बरमा लेख्नुहोस् नन फ्लावरिङ प्लान्ट्स आर कल्ड क्रिप्टोगेम्स हो। त्यसैगरी फ्लावरिङ प्लान्ट्समा चाहिँ हेर्नुहोस् त अल फ्लावरिङ प्लान्ट्स कन्टेन क्लोरोफिल। मोस्ट अफ द के हुन्छ प्रायः जसो फ्लावरिङ प्लान्ट्स चाहिँ सबैमा चाहिँ के हुन्छ क्लोरोफिल हुन्छ भने नन फ्लावरिङ प्लान्ट्स मोस्ट अफ द नन फ्लावरिङ प्लान्ट्स कन्टेन क्लोरोफिल। सबैमा चाहिँ हुँदैन, कुनै प्रायः जस्तोमा चाहिँ हुन्छ, तर नन फ्लावरिङ प्लान्ट सबैमा चाहिँ के हुँदैन त क्लोरोफिल हुँदैन। अनि फ्लावरिङ प्लान्टको इक्जाम्पल दिनुहोस् एप्पल म्याङ्गो ओरेन्ज यसरी गरेको छु 4 नम्बरको पोइन्टमा। र नन फ्लावरिङ प्लान्ट्सको 4 नम्बर पोइन्टमा इक्जाम्पल फन मसरुम दिएको छु। अब भाइ बहिनीलाई चाहिँ बुकमा चाहिँ 3वटा भनेको छ डिफ्रेन्ट बिट्विन, मैले 4वटा लेखेको छु, एउटा अलिक बढी नै भएछ। ठिकै छ भाइ बहिनीले के गर्नुहोस् त भन्दाखेरि 3वटा लेख्नु भनेको छ 3वटा नै लेख्नु होला, तर क्वेसनमा जे हुनेछ हामी त्यही लेख्नुपर्ने हुन्छ होइन। 3वटा लेख्नु होला। एउटा तपाईँलाई कुन चाहिँ अलिकति गाह्रो लाग्छ त्यो नलेख्नु होला। अब सबै तपाईँलाई सजिलो लाग्छ पढ्न कुन चाहिँ सजिलो लाग्छ त्यही लेखिदिनु होला, तर बुझ्नु चाहिँ सबै बुझ्नु होला है। The flowering plant में फिर हेर्नुहोस् त the plant which are bloom flower are called flowering plants हो नि। non flowering plants मा the plant which are not bloom flower are called non flowering plants। 2 नम्बरमा flowering plants को 2 नम्बर पोइन्टमा flowering plant are called phanerogames पनि non flowering plants को 3 नम्बरमा non flowering plants are called cryptogames। त्यसैगरी flowering plants को 3 नम्बरमा all flowering plant contain chlorophyll अनि non flowering plants मा चाहिँ most of the non flowering plants contain chlorophyll में सबैमा हुँदैन, धेरै जसोमा चाहिँ के हुन्छ क्लोरोफिल हुन्छ। र इक्जाम्पलमा चाहिँ फ्लावरिङ प्लान्टको इक्जाम्पलमा चाहिँ 4 नम्बरमा लेख्नुहोस् इक्जाम्पल एप्पल म्याङ्गो ओरेन्ज एसेट्रा छ, अरूहरू पनि लेख्न सक्नुहुन्छ। र नन फ्लावरिङ प्लान्ट्सको के भन्छ 4 नम्बरको के उसमा के अरे 4 नम्बरको पोइन्टमा इक्जाम्पलमा फन मसरुममा इस्ट लेख्नु होला। त्यो बाहेक अरूहरू भाइ बहिनीलाई अरूहरू थाहा छ, अरूहरू लेख्न सजिलो लाग्छ नि अरूहरू पनि लेख्नु सक्नुहुनेछ है त। अनि हामी क्वेसन नम्बर सीमा जाउँ। क्वेसन नम्बर सीमा के छ हेर्नु त
ड्र नीड डायग्राममा फ्लावरिङ प्लान्ट्स भनेको छ। फ्लावरिङ प्लान्ट्सको एउटा ड्रइङ गरिदिनु, तपाईँले त्यसलाई लेबल गर्ने त्यति गर्नुहोस्। डु योरसेल्फ भनेको छ, भाइ बहिनीले आफै गर्नुलाई। अब क्वेसन नम्बर डीमा क्याटेगोराइज द फलोइङ प्लान्ट्स इन्टु फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्स भनेको छ। त्यहाँ दिएको छ के दिएको छ हेर्नुहोस्। के दिएको छ भन्दाखेरि मसरुम, फर्न, मस्टर्ड, प्याडी, बकविट दिएको छ। अब त्यसको चाहिँ फ्लावरिङ र नन फ्लावरिङ प्लान्ट्स के हो भनेर तपाईँले लेख्नु होला त्यो दिएको मध्ये। अब मैले चाहिँ के भन्छ फ्लावरिङ प्लान्टमा चाहिँ छ, फ्लावरिङ प्लान्टमा चाहिँ मस्टर्ड, प्याडी, बकविट, प्याडी सरी मैले बकविट दुईटा लेखेको छु, एउटा मात्रै लेख्नु है तपाईँले। बकविट दुईटामा लेखेको छु, एक ठाउँमा लेख्नु र मस्टर्ड, प्याडी अनिखेरि बकविट तीनवटा चाहिँ के हो त भन्दाखेरि मस्टर्ड, प्याडी, बकविट यो चाहिँ फ्लावरिङ प्लान्टमा लेख्नुहोस्। भनेपछि नन फ्लावरिङ प्लान्टमा चाहिँ दुईटा मात्रै छ के हेर्नुहोस् त। दुईटा के छ त भन्दाखेरि के छ भन्दाखेरि मसरुम र फर्न। भनेपछि बुकमा तपाईँलाई कसरी दिएर छ हेर्नुहोस् त एकचोटि। फर्स्टको दुईटा चाहिँ नन फ्लावरिङ प्लान्ट्समा दिएको छ भने बाँकी मस्टर्ड, प्याडी, बकविट त्यो चाहिँ के भन्छ नि फ्लावरिङ प्लान्ट्समा छ। बुकमा भएको त्यो कन्टिन्यूमा चाहिँ हेर्नुहोस् मसरुम र फर्न फर्स्ट र सेकेन्डको चाहिँ नन फ्लावरिङ प्लान्ट्स हो भने थर्ड फोर्थ फिफ्थ चाहिँ फ्लावरिङ प्लान्ट्स हो। त्यसरी नै मिलाएर लेखिदिनु पनि हुन्छ है। ल भाइ बहिनी लेखिसक्नुभयो होला। ड्रइङ चाहिँ अलि के भन्छ नि निट एन्ड क्लिन गर्नुहोस्, एकदम के भन्छ नि राम्रोसँग लेख्नुहोस्। र भाइ बहिनीलाई मैले पहिलादेखि पनि भनेको छु नि, भाइ बहिनीले यदि केही अप्ठ्यारो छ भने तपाईँले कमेन्ट सेक्सनमा गएर तपाईँले आफ्नो के भन्छ नि कमेन्ट गर्नुहुन्छ, के भन्छ लेख्नु होला। आफूले के बुझेको छैन, केही अलिकति अप्ठ्यारो लागेको छ यसमै रिलेटेड कुराहरू चाहिँ लेख्नु होला है। ल अब हामी क्वेसन नम्बर अर्कोमा जान्छौँ। क्वेसन नम्बर डीमा डी सक्यो हाम्रो। क्वेसन नम्बर ईमा जान्छौँ। क्वेसन नम्बर ईमा के छ भने विच इज मोर डेभलप मस्टर्ड अर फर्न क्ल्यारिफाई विथ रिजन भन्छ। मस्टर्ड र के भन्छ नि मस्टर्ड र फर्नमा चाहिँ कुन चाहिँ के भन्छ नि डेभलप भनेको अलिकति विकसित हो। तोरी र उनियोमा चाहिँ कुन चाहिँ बिरुवा विकसित हो भनेको काम चाहिँ स्पष्ट पार्नुहोस् भनेको छ। अब हेर्नुहोस् त मस्टर्ड इज मोर डेभलप बिकज इट इज फ्लावरिङ प्लान्ट। प्रायः जस्तो फ्लावरिङ प्लान्ट चाहिँ डेभलपै हुन्छ है। त्यही कारणले फ्लावरिङ प्लान्ट चाहिँ डेभलप हुन्छ। त्यही कारण यसरी लेख्नुहोस् होला तपाईँले। Mustard is more developed because it is a flowering plant and has well developed vascular tissue. त्यसमा चाहिँ vascular tissue पनि हुन्छ, डेभलप vascular tissue पनि हुन्छ। and it reproduces through seeds, त्यसले चाहिँ सिडबाट चाहिँ नयाँ बिरुवा चाहिँ उत्पादन गर्छ भने while fern reproduces through spore, त्यसले चाहिँ फर्नले चाहिँ स्पोरबाट चाहिँ के गर्छ त भन्दाखेरि नयाँ बिरुवाहरू चाहिँ रिप्रोड्युस गर्छ। ल अब तपाईले त्यो के भन्छ इ नम्बर क्वेशनमा चाहिँ के रहन्छ भने मस्टर्ड इज मोर डेभलप प्लान्ट बिकज इट इज अ फ्लावरिङ प्लान्ट मात्रै लेख्नु भयो नि हुन्छ। तर त्यहाँ रिजनको कारणले गर्दा चाहिँ मैले हल्का लेखेको छु, भाइ भने त्यही अनुसार मिलाएर राख्नु होला है। ल क्वेशन नम्बरमा छ सो द सिमिलरिटी एन्ड डिसिमिलरिटिज बिट्विन पाइन एन्ड पिपल अन भेन डायग्राम भन्छ। मैले भेन डायग्राम गरेर भेन डायग्रामको आधारमा चाहिँ के भन्छ नि सिमिलरिटिज र डिसिमिलरिटिज पत्ता लगाउनु रहेछ हैन। अब भाइ बहिनीलाई म ड्रइङ चाहिँ गरेको छैन, डायग्राम चाहिँ बनाएको छैन, भाइ बहिनीले यसरी लेखेको छु है। Answer similarities and dissimilarities between pine and people are as given below are as follows गरेको छु। अब सिमिलरिटिजमा यसरी हेर्नुहोस् त। सिमिलरिटिजमा के छ उनीहरुमा सिमिलरिटी भन्छ चाहिँ बोथ आर सीड बेरिङ प्लान्ट, तिनीहरु दुवै सीड बेरिङ प्लान्ट्स हो भने के भन्छ बोथ हैव वेल डेभलप्ड भास्कुलर सिस्टम रुट सिस्टम एन्ड लिप्स लेख्नु भन्नुहुन्छ है। बोथ हैव वेल डेभलप्ड रुट सिस्टम एन्ड लिप्स लेख्नुहोस्। ल भाइ पनि लेख्नु होला, अगाडि बढ्नु होला सँगसँगै भन्नु होला। एकछिन सार्नु होला, म भाइ बहिनीलाई टाइम दिइरहेको छु। ल अब एउटा हाम्रो यसकै एउटा एफकै सिमिलरिटी हो, डिसिमिलरिटिज बाँकी छ। डिसिमिलरिटिज एकचोटि हेर्नुहोस् त। डिसिमिलरिटिज के छ भन्दाखेरि डिसिमिलरिटिजमा तिनीहरूको चाहिँ के छ भन्दाखेरि पिपल र पाइनमा चाहिँ पाइन इज जिम्नोस्पर्म बट पिपल इज एन्जियोस्पर्म। जिम्नोस्पर्म र एन्जियोस्पर्म भनेको टिचरले पढाइसक्नु छ भाइ बहिनीलाई। जिम्नोस्पर्म भनेको के हो, एन्जियोस्पर्म भनेको के हो भन्ने कुरा है। ल अब अर्कोमा चाहिँ के छ आइमा पाइन हेज निडल सेप के भन्छ भने लिप्स छ भने पिपलमा चाहिँ के भन्छ ब्रोड लिफ हुन्छ हो। यो हाम्रो के भन्छ नि क्लास 6 को फ्लावरिङ एन्ड नन फ्लावरिङ प्लान्ट्स भन्ने च्याप्टरबाट नि के त भन्दाखेरि एक्सरसाइज सकेको छ र भाइ बहिनीले अर्को एक्सरसाइज आउन साथ
एक्सर्साइजको सल्भ आउन साथ म चाहिँ हेर्छु भन्न चाहनुहुन्छ भने भाइ बहिनीले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। हस्, थ्याङ्क यू। केही छ भने तपाईँले कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला है त। थ्याङ्क यू भाइ बहिनी।